हेलो हेलो साथीहरू नमस्कार। म आज हजुरलाई मेवा देखाउँदैछु। कति लट्रमै मेवा फलेको छ कि हेर्नु न, उता पनि कति धेरै फलेछ, उता पनि फलेको छ। मेवै मेवा छ कि यो चाहिँ हाम्रो बाबाले लगाउनु भएको मेवा हो। हरियो खोर्सानी पनि फलेको छ। मेवा मेवा वाउ कति धेरै छ कि यो मेवा, कति राम्रोसँग फलेको छ। चारैतिर हरियाली छ, माथि माथि चाहिँ कुहिरो लागेको छ लेकतिर। वातावरण चाहिँ एकदमै रमणीय छ। यो चाहिँ असोजको भ्यू है साथीहरू। भदौ असोजतिर यस्तै हुन्छ नि, गाउँतिर चारैतिर हरियाली हुन्छ, धानहरू पनि लट्रमै फलेको छ। अनि खेतको आलीमा चाहिँ भटमास पनि पाक्दैछ। माथि गाउँमा पनि चारैतिर हरियाली, गाउँतिर पनि माथि माथितिर लेकमा कुहिरो लागेको छ। तल तलतिर फेरि एकदमै रमाइलो छ, धान पाक्न लागेको छ, पहेँलो बनाउँदैछ, एकदमै रमाइलो छ कि। सबैभन्दा बढी त यो मेवा नै मन पऱ्यो कि मलाई, यति धेरै फलाएको छ यो मेवा। हजुरकोतिर यसलाई के भन्नुहुन्छ? मेवा भन्छ।